धन्दा चाहिँ भ्याइहाल्ने अरूको कुरो काट्ने सधैँ अरूको कुरो काट्ने गाउँ चार्ने आफ्नो श्रीमानसँग झगडा गर्ने एकदम जिद्दी तर फेरि सुन्दरी पनि परम सुन्दरी थिइन्। अब उनलाई यो सुन्दरता बिग्रिन्छ, म यताउता जान सक्दिनँ, अरूको कुरा काट्न पाउँदिनँ भन्ने मनमा नै विचार गरेर आफैलाई भन्न थाले, नारायण कसो गर्ने हो मैले त कसो गर्ने हो। भन्छौ भनेदेखि कि धुन्डुलीलाई साह्रै पिर परिरहेको बेलामा तिनको बहिनी टुप्लुक्क आइन्। हे दिदी तिमीले पिर गर्नु पर्दैन, म गर्भवती भएकी छु, त्यो फलाएर तिमीले गाईलाई खाना देऊ। जब मैले सन्तान जन्माउने छु तिमीलाई ल्याएर त्यो सन्तान तिम्रो हातमा दिनेछु भनी नारायण बाचा गरिन त्यतिखेर बाचा गरिन। यसरी धुन्डुलीकी बहिनीले हे दिदी तिमी पिर नगर, तिम्रो समस्याको समाधान म गर्छु भनेपछि धुन्डुलीलाई पनि आनन्द भयो, ढुक्क भयो। अब मेरो सुन्दरता पनि बिग्रेन, मैचालो आयो भने पनि म भाग्न सक्छु, म अरूको कुरा काट्न पनि सक्छु भनेर बहिनीले भने जस्तै आफ्नो पेटमा झुम्रो कोचार्दै बच्चा भएको जस्तो अभिनय गर्दै दिन बित्दै गयो।